नमस्कार, स्वागत छ उज्यालो यात्रा युट्युब च्यानलमा। के तपाईलाई कहिले यस्तो महसुस भएको छ आत्मविश्वासको अभावमा अवसरहरू गुमिरहेका छन्? यदि छ भने यो भिडियो तपाईको लागि हो। आजको भिडियोमा म आत्मविश्वास बढाउने 5 उत्कृष्ट उपाय बताउने छु। भिडियो अन्तिमसम्म हेर्नुहोस् किनकि यी उपायहरूले तपाईको जीवन बदल्न सक्छ। नम्बर 1, आफूले आफैलाई स्वीकार्नुहोस्। पहिलो कुरा के हो भने तपाईले आफ्नो कमजोरी बलियो पक्ष स्वीकार्नु पर्छ। आफूलाई कसैसँग तुलना नगर्नुहोस् किनकि तपाई अरू जस्तो हुनुहुन्न, तपाई विशेष हुनुहुन्छ। जब तपाई आफूलाई पूर्ण रूपमा स्वीकार्नुहुन्छ, आत्मविश्वास पनि स्वतः बढ्न थाल्छ। नम्बर 2, सकारात्मक सोच राख्नुहोस्। तपाई जे सोच्नुहुन्छ तपाई त्यही बन्नुहुन्छ। यदि तपाई आफैलाई कमजोर छु भन्नुहुन्छ भने तपाईको आत्मविश्वास पनि घट्दै जान्छ। तर यदि तपाई आफैलाई सक्छु भनेर भन्नुहुन्छ भने आत्मविश्वास पनि बढ्दै जान्छ। हरेक बिहान ऐनामा आफैलाई हेरेर भन्नुहोस्, म सक्षम छु, म सबल छु र सफल हुन्छु। नम्बर 3, डरको सामना गर्नुहोस्। डर आत्मविश्वास सबैभन्दा ठुलो दुश्मन हो। धेरै जसो समय हामी डरकै कारण अगाडि बढ्न सक्दैनौँ। तर याद राख्नुहोस्, तपाईलाई सुरुमा जेसँग डर लाग्छ त्यही काम गर्नुहोस्। यसो गर्दा डरको मृत्यु निश्चित हुन्छ। डरलाई जित्ने एक मात्र उपाय भनेको डरको सामना गर्नु हो। ससाना चुनौतीलाई पार गर्दै जाँदा आत्मविश्वास पनि बढ्दै जान्छ। नम्बर 4, आफ्नो क्षमता सुधार गर्नुहोस्। ज्ञान, सिप र आत्मविश्वास बढाउने महत्त्वपूर्ण कुरा हो। यदि तपाईलाई कुनै काममा कमजोर हुनुहुन्छ भने यसलाई सुधार्ने प्रयास गर्नुहोस्। नयाँ कुरो सिक्नुहोस्, किताब पढ्नुहोस्, अनुभव हासिल गर्नुहोस्। जति धेरै तपाईमा ज्ञान हुन्छ उति नै आत्मविश्वास बढ्छ। नम्बर 5, लक्ष्य निर्धारण गर्नुहोस्। ठुलो लक्ष्य पूरा गर्नु अघि साना साना लक्ष्य बनाउनुहोस्। जब तपाईले ती लक्ष्यहरू पूरा गर्नुहुन्छ तपाईलाई आफूप्रति गर्व लाग्छ। जब तपाई आफूले गरेको काममा गर्व महसुस गर्नुहुन्छ तपाईको आत्मविश्वास पनि बढ्छ। याद गर्नुहोस्, सानो सफलता नै ठुलो सफलताको बाटो हो। यी 5 उपायहरू आफ्नो जीवनमा लागू गर्नुहोस्। आत्मविश्वास भनेको एक दिनमै आउँदैन। निरन्तर अभ्यासले तपाईलाई बलियो बनाउँछ। यदि तपाईँ यो भिडियो उपयोगी लाग्यो भने लाइक, कमेन्ट, शेयर र उज्यालो यात्रा च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। तपाईको यात्रा उज्जवल होस्। नयाँ भिडियोमा हाम्रो भेट हुनेछ।